नमस्कार सम्पूर्णलाई। आज म घर गृहस्थीमा केही जाने बुझेका कुराहरू लिएर चाहिँ छोटो भिडियो बनाउन गइरहेको छु। कस्तो भिडियो भन्नुहुन्छ भने घरको कुल देवता रिसाएपछि कस्तो स्थिति आउँछ भन्ने कुरा बारेमा चाहिँ मैले जाने बुझेको अनुसार चाहिँ म भिडियो बनाउन गइरहेको छु। यो भिडियो हेरेर तपाईहरूलाई चित्त बुझेछ भने सक्दो सेयर गरिदिनु होला है। साथै लाइक अनि कमेन्टमा चाहिँ केही जानकारी दिनुहुन्छ भन्ने पूर्ण आशामा छु। भिडियो कस्तो लाग्छ ध्यान दिएर सुनिदिनु होला। धेरै लामो भिडियो हुँदैन, 5-7 मिनटको भिडियो बनाउँछु। हाम्रो सनातन धर्ममा चाहिँ कुल देवतालाई घर, कुल र पुस्ताको चाहिँ आधार मानिन्छ। कुल देवता भनेको केवल मूर्ति वा थान मात्र होइन, त्यो त हाम्रो वंशको आध्यात्मिक शक्ति हो, हाम्रो पुर्खाको आशीर्वाद पनि हो। यो हाम्रो जीवनलाई टेवा दिने अदृश्य शक्ति पनि हो। जसरी बुझ्नुहुन्छ ध्यान दिएर सुनिदिनु होला। जबसम्म कुलदेवता प्रसन्न हुन्छन् भने तबसम्म घरमा शान्ति, समृद्धि, सन्तानमा वृद्धि र जीवनमा प्रगति हुन्छ। तर जब कुलदेवता रिसाउँछन्, बिग्रिन्छन्, अर्थात् हामीले पुर्खाको संस्कारहरूलाई बिर्सिन्छौँ, मेट्दै जान्छौँ, मान्दैनौँ, त्यसपछि जीवनमा अज्ञात पीडा र बाधाहरूको छाया चाहिँ सुरु हुन थाल्छ। हामीले कुलदेवता रिसाएपछि, कुलदेवता बिग्रिएपछि हामीलाई कस्तो कस्तो कठिनाइहरू आइलाग्छ भन्ने कुरो सुनौँ है। घरमा अशान्ति हुनु भनेको बिना कारणको विवाद, मनमुटाव, झगडा र अशान्ति ज्यादै बढ्दछ। अनि धनको बचत पनि नहुने, जतिसुकै पैसा कमाए पनि हावा जस्तै उडेर जाने भन्नाले हातमा टिक्दैन, अहिले छ भोलि छैन, सह नहुने के। शरीरभित्र रोग पैदा हुने, बाहिर नदेखिने, डाक्टरले पत्तो नलाउने, धामी झाँक्रीले पत्तो नलाउने, त्यस्ता खालका रोगहरू पनि आइलाग्छन् कुलदेवता रिसाएपछि। शारीरिक वा मानसिकताको पीडाले धेरै सताउने गर्दछ। अर्को कुरा, सन्तानमा असफलता भन्नाले पढाइमा मन नलाग्ने, बाहिर फेर डुल्ने, घरमा भनेको नमान्ने, कुबुद्धितिर मन लाग्ने, यस्ता खालका सन्तानमा पनि समस्या देखा पर्छन् घरको कुल रिसाउँदा। फेरि अर्को कुरा, अचानक दुर्घटना, बाधा, बारम्बार झिना मसिना तर असहज दुर्घटना हुने, सानातिना दुर्घटना भइराख्ने, अनि घरमा चहल पहल भए पनि कहिले खुसी नहुने, मनमुटाव भइराख्ने, कलह, रिस, झगडा, पाहुनाहरू आउँछन्, भोज हुन्छ, तर घरभित्र आन्तरिक शान्ति चाहिँ हराइरहने, कलह बढ्ने, पुस्तौँभरि सङ्घर्ष मात्रै हुने, थोरै उपलब्धि हुने, धेरै कष्ट, निरन्तर यो सङ्घर्षको चक्र घुमिरहने। जस्तै हामीले देखेका सपनाहरू अधुरा रहिरहने। सपना भन्नाले केही अब भोलि यस्तो गर्छौँ, यस्तो गरौँला, उसो गरौँला भन्ने यस्ता अधुरा सपनाहरू अधुरै रहिरहने। जति मेहनत गरे पनि परिणाम चाहिँ नआउने, बारम्बार असफलता भोगिरहनु पर्ने, घर परिवारमा अस्वस्थ सम्बन्ध, पति पत्नी वा दाजुभाइ बिच चाहिँ दूरा बढ्ने, आत्मीयता हराउने, पुर्खाहरूले दिएको आशीर्वादबाट टाढा हुने, जे काम गर्छु भने पनि तर काम गर्न मन नलाग्ने, आत्मबल हराउने, त्यस्तै आत्मीयता हराउँदै जाने। यो हाम्रो जीवन पुरै निराशले भरिने, चिन्ता अगाडि बढ्ने काम गर्दछ। यस्ता पीडाहरू केवल संयोग मात्र होइनन्, धेरै पटक यसको मूल कारण भइरहेको छ। कुल देवता उपेक्षित हुनु, कुल पूजा नगर्नु, कुलका संहार भुल्नु वा कुलको मर्यादालाई भुल्नु, लत्याउनु नै यसको मूल जड हो। त्यसैले हामीले समय समयमा आफ्नो कुलदेवता मान्नुपर्छ, सम्झनुपर्छ, कुलदेवतालाई शरण लिनुपर्छ। घरको कुल देवता भनेको सानो नसम्झौँ, कुलको शरण पर्नुपर्छ, कुललाई पूजा गर्नुपर्छ, कुलको अपेक्षा लिनुपर्छ र घरमा सुख, शान्ति, समृद्धि, चिताएको कामना पुरा हुन्छ
मनमुटाव हुँदैन, झैझगडा हुँदैन भन्ने कुराहरू मलाई पनि एउटा सानो भिडियो बनाउन मन लागेर तपाईहरु मार्फत यो भिडियो बनाएको। कस्तो लाग्छ तपाईहरुले हेरेर जानकारी दिनुहोला है त। यसैले हामीले समय समयमा दैनिक रूपमा अर्थात् नभए पनि दैनिक रूपमा नसके तापनि औँसी पूर्णे पक्षमा चाहिँ हामीले आफ्नो कुलको शरण, कुलको पूजा अर्थात् कुललाई सम्झनु पर्छ, हाम्रो पुर्खाहरूको आशीर्वाद लिनुपर्छ र कुल संस्कारलाई चाहिँ सम्मान गर्नुपर्छ। कुल पूजा गर्नु भनेको केवल देवता पुज्नु मात्र होइन, आफ्नो वंश जरा संस्कार र आफ्नो आत्मा बललाई पुज्नु हो। जसरी हामीले कुनै एक बिरुवा लाउँछौँ, त्यो बिरुवामा पानी नलाउँदा त्यो बिरुवा सुक्दै जान्छ। त्यसरी नै कुल देवता उपेक्षा हुँदा वंशहरू चाहिँ कमजोर हुँदै जान्छन् र कुललाई सम्मान गर्ने घर चाहिँ कहिल्यै पनि पतन हुँदैन। कुललाई उपेक्षा गर्ने घर कहिले सुखी हुँदैन। त्यसैले हामी सबैले आफ्नो कुल र कुल देवताप्रति आस्था र श्रद्धा कायम राख्नै पर्छ। भिडियो तपाईहरुलाई कस्तो लाग्यो भिडियो जानकारी दिनुहोला। चित्त बुझे लाइक कमेन्ट गरिदिनु होला, सक्दो शेयर पनि गरिदिनु होला चित्त बुझेछ भने। अर्थात् सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको नजर समक्ष यो भिडियो पुर्याइदिनु होला शेयर गरेर है त। भिडियो कस्तो लाग्यो तपाईहरुले कमेन्टमा चाहिँ जानकारी दिनु होला भन्दै आजलाई यो भिडियो यतिकैमा बन्द। हस्त, धन्यवाद।